हे बालक, तिमी के वरदान माग्न चाहन्छौ? म तिम्रो भक्ति देखेर प्रसन्न भए। वरदान माग बालक, वरदान माग। म तिमीलाई वरदान दिन तयार छु। गुरुदेव, मेरो भक्ति देखेर तपाईँ प्रसन्न हुनुहुन्छ भने मलाई यस्तो शक्ति वरदान गर्नुहोस्। मलाई रातभरि निन्दा लाग्दैन। मलाई एउटा युवती वरदान गर्नुहोस् गुरुदेव। हे मूर्ख बालक, तँलाई युवती वरदान दिनु? माछाले मैले आमाका छोरा, आफैले त युवती नपाएर कति वर्षदेखि जङ्गल हिँडिरहेको छु। तँलाई युवती वरदान दिनु? आफैले त युवती पाएको भए यस्तरी सजाउँथे कि त्यसलाई रानी बनाएर राख्थे। मूर्ख बालक, तैँले मेरो पूजा त भङ्ग गरिस् अनि मैले युवती त पाएन। अब मैले तैसँग तल्ली मेटाउँछु। मलाई तेरो कण्ड पनि छैन। होइन हो सेरे, हिजो खाएको राँगाको मासु त दाँतमा अट्क्या थियो, अझै जाँदैन त यार। त्यही त, कस्तो बुढो रागो परेछ कि क्या हो? चिन्ताले कुटाउँदा पनि आउँदै आउँदैन त। हे कुदिका ढक्कन, रातभरिको ह्याङओभरले निन्द्रा कस्तो लागेछ? डिस्टर्ब नगर्दा मलाई सुन्ने दे। सुन्न दे भन्छ रन्डो। रातभरि पानी पिया जस्तै गरी रक्सी पिया थिए, अहिले तँलाई डिस्टर्ब भयो? सुन्न दे भन्छ रन्डो। चुप्लाक पातकीहरू, हिजो बुढो डाँको ढाले जस्तै छ्यापछ्यापी ढाल्नु पर्ला। होइन, हामीलाई पो काट्छु भन्छ। ए रन्ते, यो बुढोलाई यहीँ ढाल्नुपर्छ कि क्या हो? हामीसँग पनि न्यु खोज्छ यो बुढोले। माछाले खातेको बच्चा हो, सुत्ने दिँदैनौ? सुत बट्टा, तेरै छन् दिन, कति बाँच्लास् र? ओइ खातेको बच्चाहरू, त्यो माले होइन र क्या भ्यागुत्ता उफ्रिया त त्यो त। हेर त त्यो तल, त्यसलाई सन्चो छैन क्या? होइन माले, के भ्यागुत्ता उफ्रिया चाहिँ उफ्रिन्छ त? त्यो चाटा चिर्रा पऱ्यो क्या तेरो खै? होइन, के बाँच्छ माले तँलाई? के गर्ने रन्ते, रातभरि निन्दा लाग्दैन, केटीको याद आउँछ। केही उपाय छ त तँसँग? बता त लु। उपाय त यही बड्डोले लगाउँछ, यिनलाई भन्न। एउटा उपाय छ, जहाँ तँले केटी पनि पाउँछस् र रातभरि निन्द्रा पनि लाग्छ तँलाई। लु यसरी के हो ल भन् त? ल यता सुन, भोलि बिहानै उठेर नुहाई गरेर कुइने पानीको जङ्गलमा जा त। त्यहाँ तपस्या गर, गुरुजी प्रसन्न भएर प्रकट हुन्छन्। तैँले आफ्नो वरदान माग। उतै त्यहाँ त जाँदैन, कुइने पानीका जङ्गलबाट अहिले आउँदैछु। त्यो बड्डा हरामी छन्, हान्ने त त्यहाँ त नकर छन्। भनेपछि त कुइने पानीको जङ्गलमा भर्खर आयो है? क्या भन्नु छ त्यो बड्डो? कस्तो जानुपर्छ क्या म?